सो है गाइस वेलकम माई ब्लग सो हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु ह्याप्पी होली सबैलाई ह्याप्पी होली तेल त करलै छ हैन हामी फुपी कर छोड्नुको ह्याप्पी होली है फाइनली फुपी पनि जान लागिसक्नुभयो हमारा हालत कुछ ऐसा है भाई साहब हम गरीब है हमको पैसे नहीं दे रहे ल्याउनु पो पैसा ल्याउनु 10 रुपियाँ कस्तो लोभ मान्नु यार छ्या यति लोभ दासँग 5 बजे भन्दा अगाडि घर आउनु 5 बजे ठ्याक्क घर पुग्यो सागा हुने हो है ड्याडीले के पनि हान थाहा है ड्याडीले त लिएका जाने अनि हमारा एक काम हो गया बुढो मैले खतरा मान्ने ए जानु मैले लिएका गए अनि भोलि पर्सि मटेला गए भन्नुभयो मैले उ एक कोही नै बुझ्ने मागे भन्नुहुन्थ्यो तपाईँ 300-400 आज मागे जाऊ त ल लाइटर त्यस्तो नगर्न लगाइदे टिका लगाइदे बस तल म खाना पिउनु होला अरे बुझ्ने के तैँले मलाई छोइस सिधा टाउ सिधा नत्र मुखमा हालिदिने हो सिगान पनि आइगयो छ्या यार गजब भइगयो कमालको बुझ्ने ह्याप्पी होली एभ्रीवन फेरि वान्स अगेन जाऊ किरण दा हिँड ल 4-5 बजे घर आइजाउँला सबैजना राम्रोसँग होली मनाउनु होला हैन जीवन दाइको पालो पनि आइगयो यहाँ यस्तो समय मेरो पछि आयो है जीवन दाइले देखाइ पुरै ब्रदर कैसे हो अच्छा अरे त किन हात दिएसियो त यार काममा लागे लेखातिर एउटा गाला मात्र हात छोरा भएको लाउँछु हो जान्छ अब देख अले इसका हुलिया देखो हां देख क्या करा दिया और टोपीको पालो क्या भन्छ ए बाबु है मगाइ लाउने उता जा हुँदै टुटीको मात्र लाउँछु क्या म कस्तो हो उता अलि पसिना आउनु पर्छ म टिका मात्र क्या निगा दिन लाइदिने हो क्या ल म त्यति आएर टिका मात्र लाउँछु यार कस्तो चोडिनु यार होली खेल्न डराउँछ नि यार फाइनली हामीले लोकसरलाई पनि भूत गरायो बेबा नि यहाँ नानी आज हाल्छु कटा माछी ओइ होइन अरू हो लगाऊ भेटाइसक्यो कोही तर समय मुजी समा ल समय शिवा भाइ नै पनि उठाउने आज नत्र नाकमा हालिदिनु यसको आसमा हालत देखो गाई चाहिँ क्या कर दिया यिनीहरू भुत्ने के आफूहरू भूत भने झन् मलाई गराइदियो यार सो फाइनली गाइस होली पनि खेलेर आएर म अस्ति भाषा खाएर पनि यहाँ कुर्चीमा बसिरहेको छु होइन होली पनि खेलियो तर होली त सकेको छैन धेरै खेल्नुहुन्न मुख खत्तम हुन्छ मैले मुख सुख धोएर ह्यान्डसम भएर बसिसकेँ र आजको ब्लग कस्तो लाग्यो राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सनु होला एन्ड थ्याङ्क यू फर वाचिङ एन्ड बाई